ल साथीहरू, आफ्नो चाहिँ गाउँघरतिरदेखि सिधै आफ्नो काम चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ। टक्क माथि नै गाई पाल्यो, गाईको मोल सोर्यो अहिले चाहिँ मोल सोर्दैछु। कति दिन भएको थियो मोल नसरेको लास्ट भुइँमा जमेको छ अहिले चाहिँ मैले सोर्दैछु। अहिले चाहिँ टक्क यस्तो गराइकन मस्त साफसफाइ गर्दैछु म चाहिँ यहाँनिर। हेर्नुहोस् है त कतिको मेहनत लाग्ने रहेछ मोल सोर्न पनि। तपाईँहरूले टक्क लाएर हेर्दै गर्नुहोस्। आमतिर मैले यसलाई सोध्छु भनेको थिएँ, तर यसले भएन क्या। त्यही भएर अब फरुवाले सिधै फरुवाले सोधिदिने पुरा खनिदिन्छु कि खन्दैन कस्तो